लालीगुराँस नगरपालिका वडा नम्बर 6 मा रहेको यस श्री सिंहदेवी माध्यमिक विद्यालयले आफ्नो स्थापना कालको 50औं वसन्त पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ। यसै अवसरमा विद्यालयले मिसन एमएससी को सुरुवात गरेर स्मृति स्तम्भ तथा मञ्च निर्माण गर्ने कार्य सम्पन्न गर्न लागिरहेको छ। हालसम्म सहयोग गर्नुहुने लालीगुराँस नगरपालिका साथै सम्पूर्ण सहयोगीदाताहरूप्रति विद्यालयको तर्फबाट एकमुष्ट धन्यवाद व्यक्त गर्न चाहन्छौ। साथै यस कार्यको समयावधि यही मङ्सिर मसान्तसम्म तोकिएको भए तापनि स्वदेश तथा विदेशमा रहनुभएका तमाम महानुभावहरूमा असुविधा भएको र उहाँहरूकै अनुरोधमा पौष 10 गतेसम्मको लागि समय थप गरिएको जानकारी गराउँदछौ। तत्पश्चातका सहयोगहरू विद्यालयको अभिलेखमा राखिनेछ, तर स्तम्भको शिलालेखमा उल्लेख गर्न असमर्थ हुने जानकारी गराउँदछौ। साथै हाम्रो मिसन एमएससी को सफलताको शुभकामना सहित लालीगुराँस नगरपालिका वार्ड नम्बर 8 निवासी श्री निरबहादुर कार्की र विमला कार्की ज्यूबाट आफ्ना स्वर्गीय पिता मानबहादुर कार्की, स्वर्गीय दाजु पदमबहादुर कार्की र स्वर्गीय छोरी तुलसा कार्कीको स्मृतिमा रु 5,555 आर्थिक सहयोग गर्दै मिसन एमएससीमा जोडिनु भएकोमा उहाँहरूलाई विद्यालय परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ। निर्माणको कार्य सम्पन्न हुन लागे तापनि रकमको अपुग भएको कारण अझै पनि हामी सहयोगको अपेक्षामा छौँ। धन्यवाद।